आज चाहिँ हामी बाख्रा हेर्न जाँदैछौँ सासू बुहारी उता फेरि अर्को सासू पनि भइसक्छ हामी भएर आज कहाँसम्म पुग्ने हो आज बाख्रा हेर्न अन्य कुन ठाउँ हो फेरि मारा भन्ने चाहिँ क्या मारा हेर्न जाने हो भन्ने चाहिँ क्या बाख्रालाई के होइन आइज हाम्रो बाख्रा कति छ हजुरहरूलाई चाहिएमा यसो सम्पर्क गर्नु होला है कति धेरै छ बाख्रा आज यसो अवलोकन गर्नु पर्यो बाख्रा हेरेर कस्तो कस्तो हुन्छ कहाँ पुर्याइन्छ हामीले हो बाह्र ढबाइरहेको बादल जात होइन मान्नु पर्यो नि हामी चाहिँ यहाँ हिँड्दैछौँ हामी चाहिँ यता हिँड्दैछौँ है साथीहरू त्यहाँ ए ढुङ्गा फालेको पुन्टे आइज केटी छिटो हिँडेको त नि बाख्रा जति कहाँ कहाँ गयो हातल छोपौँ न आज भ्यायो गाउँ जति बाजारले बसी खानु दिएन हैरान पारेछि नि हाम्रोतिर अहिले केही छैन नि त्यति थाहा नि त बाजारलाई अहिले केही छैन नि त त्यही भएर आएको न आएको नत्र अनि त साथी हामी चाहिँ खोलामा आइसकियो हो कति अप्ठ्यारो छ यहाँ खै खोला पारी अरू बाख्रा यहाँ छ कोही बाख्रा हो मे बाबे के खानु गएको त नि त्यो बाख्रा त्यसरी कस्तरी सुई के खायो अझ अगाडिको चाहिँ हेर त हो खोला कुन लैस्यो नि त त्यही राख्छु अहिले फेरि कोडल राख्यो होला नि होइन हो कस्तो मजाले बस्यो होला त नि होइन हो कुन त त्यहीको होला त्यहीको हो त्यस्तै है उसै बुटै गनेको हेर न बाख्राले दसवटा नास्ता देखेपछि खाइहाल्नु पर्ने क्या हामीलाई बदाम हो चटपट पनि खाने हो सक्नै पर्यो क्या देखेपछि होइन बदाम खाने चटपट खाने आजको दिन कसरी उस बिताउने हो भाउजूले ल्याएको का मलाई निद्रा लाग्छ अहिले झुपो पारेको क्या मैले त्यहाँ निधाएको बाख्रा सुतेर बसिसक्यो आएर नि टलतिर हुँदै गएर त्यता अब त्यसै लगाइदिएको बाटो छ क्या बाटो छैन होला कि होइन झोला यहाँ सानो बुवाको झोला लिएर आएको किन खाली पछि आउने बोतलको पानी के नि डस्टबिनमा हार पल्टेर कसले फालेको मैले त्यहाँ लगेर हालिदिएको थिएँ कि सानो खाले अस्ति ठोकिएर कान्छुमा यहाँ ठोकिएर चाहिँ मलाई बोक्सिल टोक्यो भन्दा पनि व्रत भएको तल तोरी मिच्न गयो खोलामा लोटेर खच्चकै ढुङ्गामै ठोकेको अझै पनि त्यस्तो नि लै हेर त त्यहाँ पानी आइहालेर
भइगरले नि बाख्रा चराउँदैऊ हामी त है के गर्नु हेर्नु पर्यो बगाउला हाय खोलाले ल ल जाओस् न त एउटा गीत जाओस् न त है त्यहाँ गिराको गीत ल हाय साथीहरू माछा छ र माछा खोज्यो नि कान्छु म त्यहाँ उसो गरेर टिप्स्यो न रहेछ है त्यहाँ माछा कति धेरै खै हो ऊ लैसो यो लैसो उकै यहाँ ए छ्याप्पै होइन के समाउनु त मन लाग्छ माछा पानी बेटी ल्याएर छिसी पार्दै नि कति फुर्की पेसन ल्याएन फोटो खिचेर ल एक झलक मेरी सर फेरे कस्तो रिङ गएको भाइ टाउको दुखेको बलक बलक बना चोर आउँछ माथि निस्किन्छ र त्यहाँ के गर्नु यो घाममा बाख्रा हेर्न जानु परिरहेछ पीडा बाख्रा हेर्न जानुको पीडा खोला खोला साथीहरू कसलाई हेर्न मन लाग्छ भन्नु होला मलाई चाहिँ घाम भइरह गोठमा ढिला छैन तिम्रो मायाले अन्त साथीहरू यति ठुलो ढुङ्गा ओइ ओप्पा कति छिटो तल तल पुगिसकेको हो बाख्राहरू ओइ ओइ खैरी खैरी ओइ निक्ले ठुलै छ क्या यहाँ ढुङ्गा ढुङ्गामा हेरिन्छ आएको सुत्न बेरुन्न मलाई रिङ्गेर आज घाम मात्र छ है केटीहरू साथीहरू ओइ मातेस तेरो यही रहेछ क्या घाँस त चर्ने अनि त आइसक्यो न सबै मोलेर खाने भयो क्या नखानु भयो चारवटाले त भने नि दुईवटालाई मात्रै नि फुपूको र यार पनि आएन दुईवटाले केटा उस्तो जान्छन् भनेर हो तेल त्यत्रो सर्दम बस्यो नि च्याउचो बढिकिन चाहियो र हामी फेरि अलि त्यो पनि हाल्दा एक बोरा हुन् न त्यो दुईटा भुजा दुईटा चाउचाउ त्यहाँ नि यति उस
हिँड्ने बेला नास्ता दिएको आज त फुत्किनु नपाएर दुईवटा समाउँछ खाएको अनि यता जीवन दाइ कहाँ आएर खुट्टो लैदिन्छु एक प्लेट गर भनेको यत्रो मासु पर्दैन हेर्न चोखे लाउने एउटा भिडियो गरेर के बोल्यो नि होला त के को भनेको हान्छेन यसलाई त झन् ठटाएर ए मलेको अहिले उस गरेर छ के तेल यो बोर्डको नि बाख्राको मतलबै छैन क्या एकपल्ट नि जान्न के को मतलब गर्ने हो त नि हजुरले उहाँ उसले नगर्छ गएर फेरि त्यही मान्छेलाई हौ त अलिकति हात जान्छु म वहाँ बर्फी पला पानी हाल्न पर्यो भनेको तिम्रो जिमाले भनेको उहाँ उट्टी बेला जाइए थियो हाम्रो सानो तेल सबै थोक मिलाएर साटो गर्छ सानो पनि अन्त हातले हालेर अहिले मुनियो क्या मुन्नै छ नि चुक पनि हालेर यति हाल्ने अन्त बनाएर चुक पनि मैले घर हालेको थिएँ नि अझै हाले त हुन्छ नि थोरै लाउनु लाग्छ लाग्न त माइलेमा त हो यहाँ हालेर दिन्छ खुलाई खै मलाई त्यहाँ थोरै ल्याएर त हो त्यहाँ हालेर कस्तो भयो खानै छ भाइ घुम्नै छ किन उनी के बितेर छ र घर 15 चाहिँ असारे 15 मैला पुछेर मलाई सधैँ 15 भन्दै हुनुहुन्छ त्यस्तो चाहिँ आफूले गरेको दुःख भने हामी त भयो फुरु त्यहाँ मल बोकेको हुन्थ्यो मैले बाख्रा हेरिनँ बाउछोरा लाएर अहिले पकाएर खान्छन् त्यो दिने मेलाको मेला आफूले खाना पकाएर हिँड्नु पर्ने जहिले बाख्राले पैसा मुख देख्न पाएन खै हो त्यो थोरै हालेको मल धेरै खानको मल यति खाने ओरियोबाट हालेर नै छ के यहाँ मोलले त्यो मोलेको हाल नि त यहाँ थोरै मोलेकै छैन त अनि के मोलेको कस्तो रहेछ त नुन पनि हाले छैन नुन पनि छैन यहाँ सुपहरू गर्न पर्यो कहिले के बिर्सिन्छौँ कहिले के बिर्सिन्छौँ कहिले जिन्दगी लाउनु नुनै नल्याएपछि त अनि मिठो हुन्छ त नि लाखेन नुन है सुप छ नि त धेरै नै तिनवटा सुप उसको नुन हाल्नु भयो त्यहाँदेखि यो केरा भने हालेको केराउमा हालेको मैले नुन धेरै नै नेपाल लोब्रो हालेको त्यो मोल नै छ के अमिलो पनि छैन यो खाएको भन्दा लाखा नुन त पिरो नभएर क्या पिरो नभएको पिरो टाढा ल्याउनु पऱ्यो रहेछ अन्त अलि अमिलो हाल्नुपर्छ चुक हाल्नु नि त उसको पिरोको साथ साह्रो लाग्छ त उसको मोल्दाखेरि भात खाने नगरी खाएपछि कसले खाना भन्छ नि हजुरलाई भात धेरै हाल्यो यो उसले बनाएको चुक के भएको यस्तो हुन्डे सालजीमा दिएको सबै गइसक्यो यस्तो माटो मोलेर दिएको कि अब पकाएको यो कि अब माटो जस्तो खरानी जस्तो कि माटो अगाडि त सेतो सेतो माटो जस्तो खरानी जस्तो अन्त देजुनले भ्याए हेर्नु न देजुनले भ्याए त मलाई नि यति दिएको एक बोर्डको हाल्यो मैले त्यहाँ खान्न त्यो बोर्डको भन्दा नि कति खाने त नि होइन म त खाँदै त्यसको त अझै यति थियो नामले गराएको धेरै थियो खाएको धेरै थियो अझै यति दियो क्या फिजारे धेरै देखियो हो र त्योबाट पेट दुखेको पनि बोल भयो यस्तै बोतलको 2.5 बोतल पानी यस्तै ठुलो बोतल मैले मलाई हाल्दियो ठिकै नहाल्दा भयो भयो मान्छे पनि धेरै खानु रोसी ब्याग हाल्नु त्यही त नि हो यहाँ खाना जान्छन् सानो बेलै खाँदै त के जाने यो बुई खाइ त्यही भाँडामा खाइसिला खाएन त खै यसो हाल्नु नि हालौ न लिएर जान्छु घर लिएर जान्छु कहाँ जाने भने घर लिएर हो भयो भएको भयो होइन खानु पर्छ हामीले भात खानु मान्छे पनि किन हो अझै राख्नु अहिले कति मिठो हुन्छ यो त यति खान्जरी मात्र हो त्यसपछि भुस्सा हुन्छ मैले मलाई अलि हाल मैले हामीलाई अलि अलि मन पर्ने कस्तो मिठो भयो है अलि चुक हालेको मिठो भयो क्या खाइसक्यो कस्तो भयो पछाडि जाने भनेको हरायो
पैसा अझै आएन ऊ तल्तुपा खान्छ यहाँ दाउरा बोक्ने मान्छे दाउरा बोक्ने मान्छे ल काँडा बोकेर हिँडौँ त कस्तै रहेछ बोक्ने कोही घन्टा कोही काम छैन होइन कति पाक्छ अरे यो एक बाण राख्छु पनि छ आइया सके नसके ल्याछु बाह्र सिटी भेरीले दाउराको लोभी एउटाले टुप्पो एउटाले फेड बाठो हुने मान्छेले फेड हिँडाल्छन् के अरे लाटो हुने मान्छेले टुप्पो लिएर हिँडिन्छ माइली आमाले फेरि गनेको बाख्रा गनेको पुऱ्याउनु भएन अरे के हिरो हाम्रै पुन्टुरे गनेको हेर्छु कतिवटा अब कुन हो मैले गनिदिउँ भने चिन्दिनँ मेरो बाख्रा त चिने होइन छेके होइन सबै जम्मा गर्ने अनि यतिवटा रहेछ भन्ने हुन्छ 1 2 3 4 5 6 7 8 9 10 16 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 38 वटा कान्छीमा कतिवटा 11 त फुपैको हाम्रो 6 वटा होइन आहा आहा दुईटा काटेर खाए कोरा कुन चाहिँ हाम्रो अलि ठुलै होला नि आफ्नै हुँदाखेरि किनेर लैजाने के रहेन आफ्नै घर भएकोलाई किनेर लैजाने कुचो किन त नि त्यो राखेको किन हजुरको बाख्रा हो है पिपलहरू घर स्वामी हेर्ने होइन कान्छीमा त्योहरूलाई के भन्छ अरे यो पिपल ठ्याक्क उसो कति रहन्छ यसको कुचो तिनवटा हुन्छ होइन सानो ठुल्ठुलो उस त के अरे ठुलो पनि उस गर्न सकिन्न क्या थोरै पनि त्यही भएर